हेलो व्हाट्सअप गुड मर्निङ भर्खरै उठ्दैछु है। अब म रेडी हुनुपर्ने हुन्छ। के भन्छ मुख धोएर भेट्छु ल। म चाहिँ रेडी भइसकेँ केटाहरू। तीनवटा मोबाइल रिच गाई। मैले यत्रो ट्राई गरेँ होइन यो माइक सेटअप गरेर आएको होइन। गोप्रोमा आवाजै आएन। अब चाहिँ हामी यत्तिकै चलिदिनु पर्ने हुन्छ। बोलेको छैन मैले यति पुराना दिनहरू। साइकल चलाउँदै हिँड्ने पर्ला जस्तो छ पहिलाकै जस्तो। अब टक्क लगाएर हिजो चाहिँ मैले बाइक टक्करमै छोडेर होइन साइकल लिएर आएको थिएँ। अनि म चाहिँ तपाईँसँग चाहिँ टक्क लगाएर साइकलमा गएर बाहुन आएको छ नि बाहुनको बाइकमा गएर ट्याक्क लगाएर बाइक लिनुपर्ने हुन्छ। क्यामेरा खस्यो भने फेरि डह्रो झट्का लाग्छ है। यसरी बनाउनु अलिक अप्ठ्यारो लाग्छ होइन। त्यही भएर म यस्तो गर्छु। बाटो बन्दैछ यतातिर। जाँदै हामी चाहिँ हो क्या अहिले चाहिँ हामी चाहिँ यहाँ धम्कीको बाइक घाटामा आइसकेको छ होइन। अब चाहिँ हामी के हुन्छौँ निक्लिन्छौँ हामी सिधै फाडी। अब अहिले बाइक भेटौँला तपाईँहरूलाई होइन। भइदेऊ साथीहरू सिधै हर्सिदी ल। मिलन भाइ पाउनु पिज्जा च्याट केटा हो। कति खानु ल बाहुन? 1000को आम्बो रिच छिटो। मेरोमा 1000 को हाले त्यसमा 500 हाल न। हुँदैन के हो त्यस 500 को हाल्नुपर्छ। धेरै तेल हाल्नु हुँदैन। फेरि बाइक कुदाउनु मन लाग्छ। ओ बुलेट ब्रदर्स रे। हेलो रमझम बुढा अब खतरा पारामा आएछ नि त। पछाडि फुट चेक पनि रहेछ ल ठिक छ। अस्तिसम्म थिएन। बुढोले छोइरा जस्तो त स्यारक 50 माथि हिँड्न पाइँदैन है। मामाहरू लिएर बसिरहेको हुन्छ रेडार हाल्दै।
सिट राख्न नसकेर घुमेको अवस्था छ यहाँ। पार्किङमा छिनलाई फेरि डबल घुम्नु पर्ने भयो। हामी मान्छे कडा कडा। ह्यान्डल लक गरिदिनु कि के पाङ 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 पार्यो नि यसो छ। केटाहरू चाहिँ त्यहाँ छन्। रञ्जन दाइ र म चाहिँ त्यहाँ म्याङ्गोलाई प्र्याङ्क हान्न लगाएको। बाहुन र निकै चाहिएन भनेर टक्क लाएर है के हुन्छ रियाक्सन हेरौँ। सोल्टी आइसकेको छ। कहाँनिर छ तर हजुरआमालाई लिन आउँदाखेरि म फ्रस्ट्रेट भएको भने त यार। 1.5 घन्टा कुरेँ मैले। त्यहाँ जाउँ उहाँ त्यहाँ जान मिल्छ हामी कि त्यो यहीँ आउँछ? यताबाट आउँछ जाउँ। हेलो हेलो साथी। बाहुन आएन नि? निकेश नै आएन। आउँदैछ। स्टे ट्युन्ड केटा हो, स्टे ट्युन्ड। यत्रो सुटकेस खोल्नै बाँकी छ नि फेरि। फेरि अनबक्सिङ हुँदैछ है यहाँ बाटोमै। प्लास्टिक पनि निक्लिँदैन त। अहिले लाउनु पर्छ मलाई। म त अहिले लगाइदिने हो। दुर्भाग्यवश त्यो घडी चाहिँ त्यही दिन यस्तो भयो। पेपर पनि निकालेको छैन मैले। अब यो यस्तो घुमाएर बस्ने। यहाँ गिफ्ट देऊ न, गिफ्ट लगाउ न। अघि न मलाई होइन घडा भएको घडी पनि लगाएर होइन अर्को दुईटा एउटै हात लाउनु पर्छ भन्दै थियो। एउटा इन्ट्रेस्ट चाहिँ कसलाई? गोजीमा छ। ब्याट्री नै डेड भयो। This guy is riding this bike after so long. लाइसेन्स चाहिँदैन। मुजी नेपाल हो, यो दुबई हो होइन? यहाँ ट्याक्क हालिदेऊ न। बाइक चलाउन बिर्सी भन्ने। ल यसको व्यवस्था गरौँ अब हामी। केटोमा 1 2 3 यिनीहरूको बिजो गइरहेछ यहाँ। हामी चाहिँ भेल्ले पारामा यसरी सुटकेस बोकेर हिँड्दैछौँ। अलि अगाडि जाउँ न, अगाडि त्यो ट्याक्सीको पछाडि। रोकौँ रोकौँ। लिएर आएको रे काका। घुमाए घुमाए टाउन प्लानिङ भित्र हो होइन? यहाँ हो ल। मेरो चल्यो, घडी चल्यो।
चुरोट पनि छ ए भेपको ए भेप पो हो यो कसलाई नि कुन चाहिँ हो ल दामी सामान त लिएर आयो तर मान्छे आइपुगेको छैन कहाँ गयो त्यो कहाँ चक्लेट टाइप केटा हो चक्लेट हाइच्याक भइसकेको छ यहाँ अब के गर्न सक्यो नेपालको